यो पिक्चर हेरेर तपाईँलाई थाहा भइसक्यो होला गाइज हामी आज घुम्न कहाँ जाँदैछौँ भनेर। यस, आज हामी जाँदैछौँ ब्लू वाटर, जुन चाहिँ हामीले धेरै अगाडिबाट जानको लागि प्लान गरेको थियौँ र फाइनली आज चाहिँ मम्मीसँग जाने अवसर मिलेको छ। सो मेरो मम्मी चाहिँ एकदम धेरै एक्साइटेड हुनुहुन्छ। हेलो 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 गाइज, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी जाँदैछौँ ब्लू वाटर्स, म अलिसा र मम्मी। अनि हामी चाहिँ जाँदैछौँ मेट्रोबाट बस हुँदै ब्लू वाटर्स। अनि हामी चाहिँ सबजना एक्साइटेड छौँ। अब चाहिँ हामी यहाँबाट मेट्रो चढेर चाहिँ जाबेल अलीसम्म जान्छौँ। त्यहाँसम्म मेट्रोमा जाने यो चाहिँ रेड लाइन हो र त्यहाँबाट चाहिँ हामी जान्छौँ ब्लू वाटर्स बाई बस। गाइस, मेरो मम्मीलाई चाहिँ दुबई यति राम्रो लागेको छ कि कहिले पनि रमिदिएर पुग्दैन। आएको 1 महिना हुन लागिसक्यो। अहिले मैले भिडियो बनाएर धेरै लजाउनु भयो होइन। र हामी चाहिँ यहाँ जाबेल अली पुगिसक्यौँ। यहाँनिर चाहिँ कस्तो रमाइलो लागेको, ठुलो स्पेस पनि, किनभने यहाँनिर एक्सपो र यु एक्सचेन्जको दुइटैको छ नि त मेट्रो स्टेसन। कति ठुलो रहेछ क्या। अनि मम्मी चाहिँ यसरी ट्याप गर्न सिकिसक्नु भएको छ। अहिले चाहिँ नि सरासर हिँड्नुहुन्छ, मैले केही गाइडै गर्नु पर्दैन। अनि मैले चाहिँ भिडियो बनाइदिन्छु नि त भनेर बनाइदिएको। अनि हामी चाहिँ बस चढिसक्यौँ। अनि मम्मी त पुरा एक्साइटेड, मलाई त हेलो हेलो गर्दै हुनुहुन्छ। अनि हामीले चाहिँ मम्मीलाई अगाडिको सिटमा राखिदियो कि ताकि अगाडिबाट मजाले भ्यू हेर्न पाओस् भनेर। अनि हामी चाहिँ ब्लू वाटर्स पुगिसक्यौँ। मम्मी त पुरा एक्साइटेड हेलो हेलो गर्दै अगाडि हेर्दै हुनुहुन्छ। र हामी चाहिँ ब्लू वाटर्स पुगिसक्यौँ। माथि निस्केर चाहिँ अब त्यहाँनिरको चाहिँ एकदम रमाइलो छ नि त। अनि मम्मी चाहिँ रमाउँदै हुनुहुन्छ, यताउति हेर्दै हुनुहुन्छ। गफ चाहिँ मसँग गर्नुभएको छ, तर आहा भनेपछि चाहिँ कता कता डुलेर होइन। अनि मसँग यता हेर्नु न भिडियोमा भनेर पनि कोटाइ कोटाइ देखाइरहेको छु, तर पनि मम्मी हेर्नु न ऊ अगाडि चाहिँ जानै मान्नु भएको थिएन कि। यस्तो रोटी पनि त चढिसकेको नेपालमा पनि भन्नुभएको थियो। अनि मैले चाहिँ भने यो चाहिँ विश्वको सबैभन्दा ठुलो र सबैभन्दा अग्लो मा पर्छ, त्यही भएर हामी जानुपर्छ। यहाँ दुबई आएपछि यसमा चढ्नु भएन भने त वर्थलेस हुन्छ दुबई आएको भनेर भनिसकेपछि बल्ल मम्मीले चाहिँ हुन्छ भनेर जानुभएको। अहिले त पुरा इन्जोय गर्दै हुनुहुन्छ। अलिसा चाहिँ म्याडम टु साउथमा जानको लागि पनि एकदम धेरै इन्ट्रेस्टेड थिइन्, तर आज नगएर पछि आउने भनेर चाहिँ हामीले फर्किने डिसाइड गऱ्यौँ। किनभने मम्मी खासै धेरै हेर्न सक्नुहुन्न नि त, थाकिहाल्नुहुन्छ। त्यही भएर मम्मीलाई नै यसो बाहिरबाट हेर्नु भनेर लिएर गयौँ। त्यसपछि चाहिँ अब्जर्भेटरी व्हिलको टिकट काट्नको लागि चाहिँ टिकट अफिसतिर लाग्यौँ। पर पर्सन चाहिँ 145 तिराम रहेछ एडल्टको। अनि हामी टिकट काटिसकेर बाहिर निस्केर चाहिँ व्हिलमा चाहिँ बुमरेङ गऱ्यौँ टिकटसँग। त्यसपछि अब भित्रतिर जानुपर्ने हुन्छ। यहाँनिर चाहिँ टिकट स्क्यान गरेर जानुपर्ने हुन्छ र सेक्युरिटी चेक चाहिँ स्ट्रिक्ट छ। यहाँनिर ब्याग स्याग सबै देखाउनु पर्ने हुन्छ। र हामी भित्र छिर्यौँ। भित्र गइसकेपछि यहाँ चाहिँ एकदमै बालवाला भाइब के गाइस। यहाँ गएर हामी हुन्छ नि 10-15 मिनट यहीँ नै टाइम स्पेन्ड गऱ्यौँ। त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ, किनभने हाम्रो रियल डेस्टिनेसन आउनु बाँकी नै छ है, व्हिल जो चढ्नु छ। अनि यहाँनिर चाहिँ फोटो खिच्नको लागि रहेछ कि लाइन। अनि त्यसपछि सबजना मैले भिडियो बनाइदिएँ। एज युजल मेरो भिडियो बनाउने कोही पनि छैन, त्यही भएर म आफैले मेरो क्यामेरा रोटेट गरेर मेरो पनि भिडियो बनाएँ होइन। अनि 3वटा सेक्युरिटी चेक गरिवरी चाहिँ माथि पुग्यौँ हामी। व्हिलको केबिनहरू आइरहेको थियो, तर हाम्रो टर्न आइसकेको थिएन गाइस। त्यही भएर हामी यहीँ बसेर एकछिन फोटो भिडियोजहरू लिन थाल्यौँ। अनि मम्मी चाहिँ यति धेरै अमेज्ड हुनुहुन्थ्यो कि ब्लू वाटर्समा। अनि म आफैले सम्झाइदिएँ मम्मीलाई चाहिँ फोटो भिडियोहरू लिन लागि फोन दिएँ। अनि मम्मी पनि स्टार्ट गर्नुभयो फोटो भिडियोजहरू लिनको लागि। यहाँको स्टाफहरू चाहिँ यति धेरै वेलकमिङ होइन, डिरेक्सनहरू देखाउनको लागि, इन्फर्मेसनको लागि यस्तो मजाले बोल्ने सबै कुरा होइन देखाउने, कस्तो रमाइलो थियो। मम्मी जसरी भिडियोहरू लिन थाल्नु भएको थियो, ठ्याक्क अब हाम्रो व्हिल चढ्नको लागि केबिन आइपुग्यो कि केबिन ओपन भयो। अनि मम्मीहरू फेरि हिँड्नुभयो क्याबिनभित्र। अनि केबिनमा चाहिँ इन्डियन 5जना हुनुहुन्थ्यो। अनि हामी 3जना 8जनाको टिम लिएर चाहिँ हामी केबिनमा गयौँ। अब यहाँ चाहिँ बस्ने ठाउँ पनि छ कि। यहाँबाट चाहिँ हाम्रो अब्जर्भेसन जर्नी चाहिँ स्टार्ट हुन्छ। विश्वको सबैभन्दा ठुलो र सबैभन्दा अग्लो अब्जर्भेसन व्हिल हो। मम्मी र अलिसा सधैँ जस्तो हातको इसाराले बोल्दै हुनुहुन्छ। म आस्ते भिडियो बनाइरहेको छु। र यो चाहिँ 820 फिट अर्थात् 250 मिटर अग्लो छ। युकेको लन्डन आई भन्दा चाहिँ डबलै हाइट रहेछ कि गाइस। अनि यहाँबाट चाहिँ हामीले बुर्ज अल अरब, बुर्ज खलिफा, पाम जुमेर सबै देख्न पाइने रहेछ। अनि यो व्हिल चाहिँ एकचोटि रोटेसन हुनको लागि चाहिँ 38 मिनट्स लाग्दो रहेछ। एक साइकल घुमाउँदो रहेछ। र यो साइकल चाहिँ हाम्रो सिधिसक्यो, हामी तल आइसक्यौँ होइन। एकदम बवाल मजा आयो। एकदम हुन्छ नि त, आँखा में टाँसिराख्ने खालको भ्युज थियो कि। तल आएर चाहिँ मम्मी र अलिसालाई मैले सोधेँ कस्तो लाग्यो आजको घुमघाम, रमाइलो भयो कि भएन, रिग्रेट भयो कि भनेको। अनि त्यसपछि रमाइलो लाग्यो भने 2जना जति रहेछ। अनि मम्मी चाहिँ भन्दै हुनुहुन्छ अब 2 दिनमा त म नेपाल जाने हो, मेरो घुम्ने बस्ने समय सिद्धि भन्दै हुनुहुन्छ।
सो या गाइस मम्मी चाहिँ 2 दिनमा जाँदै हुनुहुन्छ नेपाल आजदेखि चाहिँ। अनि तल आइसकेर अनि मम्मी चाहिँ यहाँ बसेर बदाम खाँदै हुनुहुँदो रहेछ कि मम्मी के गर्दै हुनुहुन्छ भनेको तर्सिनु भयो मम्मी। अनि भोक लाग्न थाल्यो भन्नुभयो त्यही भएर ल अब जाउँ न त खाजा हामी भन्यो किनभने हामीलाई पनि भोक लाग्न थालिसकेको थियो। अनि त्यहीँ गएर चाहिँ अर्डर गरेर अलिसाले लिएर आयौँ। अब यहाँ हामी बसेर चाहिँ बब्बाल भ्यू हेर्दै खाँदै बस्यौँ र खाइसकेपछि चाहिँ जुमेरातिर जाने भन्ने डिसाइड भयो। अनि त्यहाँ जुमेरा ब्रिजतिर गएर चाहिँ यसो रमाइलो गर्न थाल्यौँ। मम्मीलाई चाहिँ माथिबाट पनि त्यही सिनेरीमा तलबाट पनि त्यो बोटहरू यताउति आउने जाने गरेको मम्मीलाई यति रमाइलो लाग्यो। त्यही हेर्दै हुनुहुन्छ कि अहिले पनि झुन्डिकन मम्मीलाई जिस्काइरहेको छु मैले कति हेर्नुभएको त्यही भनेर। बेलुकाको 5 भइसकेको थियो नि त गाइस। अनि मजाले क्या बिचमा हावाहरू पनि आइरहेको अनि त्यहाँको भ्यूहरू वाउ रहेछ नि त। मम्मी चाहिँ एकदम खुसी भएर आइज तँलाई म एकछिन घुमाइदिन्छु भन्नु भने फन घुमाउनु भयो। त्यसपछि चाहिँ हामीले फेरि अलि उता छेउसम्मै जाउँ न त सबै यसो आइसकेपछि हेरेर जाउँ भनेर ब्रिजको छेउसम्म आयौँ। बिस्तारै हिँड्दै होइन घाम पनि हल्का लागिरहेको थियो तर बबल हावा आएको थियो कि त्यो चाहिँ सबसे मजा थियो। सो गाइस आजको भिडियोग्राफर चाहिँ मैले अलिसालाई बनाएको थिएँ अनि उसको पनि मैले खिचिदिइरहेको थिएँ बिचबिचमा तर धेरै उसले हाम्रो क्लिक गरिदिन्। अनि बेलुकाको 6 बज्न थालिसकेको थियो जतिसुकै रमाइलो गर्ने बस्ने कुरा भएन। अनि चाहिँ फर्किने डिसाइड गरेँ मम्मीलाई जिस्काउँदै हिँडिरहेको छु गाइस। आजको दिन चाहिँ एकदमै बवाल भयो। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन माई नेक्स्ट भिडियो।